यत्रो घन्टा भयो खाना नखाएको सो त्यही भएर चाहिँ म आज यहाँ आएर खाना खान आएको चाहिँ रोटी 1 2 3 4 5 मान्छेसँग बोल्ने कसरी। हे एभ्रिवान गुड मर्निङ एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग। अनि साथीहरू सन्चै आरामै हुनुहुन्छ। म पनि एकदमै सन्चै राम्रै फिट एन्ड फाइन छु। तपाईको भाइ अहिले कस्तो नराम्रो देखिन्छ नि है। दाह्री जुगा यस्तो छ नमिलेको छ न कपाल छ न के छ केही राम्रो देखिन्छ छैन नि हैन। चिन्ता नगर्नु म सेभ गर्छु नि त। आज मार्केटतिर पनि जानु छ अनि दाह्री सारी सेभ गर्नु छ। मार्केट गएर होइन कि आफै गर्ने हो के 50 रुपैयाँ बच्यो भने नि धेरै फाइदा हुन्छ हो। कमाउन आएको मान्छे हो। अनि आजदेखि त मेरो सेल्फी स्टिक पनि आउँदैछ क्यामेरा स्टिक ब्लगिङ स्टिक जे भन्नुहुन्छ त्यो आउँदैछ। सो अहिले आउँदैछ फ्लिपकार्टबाट। सो जब तक म चाहिँ क्लिन गर्छु कि अलि नराम्रै भएछ है। यस्तो दाह्री आछ कति नराम्रो क्या। सानोमा कति राम्रो हुन्छ हैन चिल्ला गाला अहिले यस्तो खर्सु गाला त्यसैमाथि दाह्री आउँदै त नराम्रो। झन् नमिलेको दाह्री हुँदाखेरि त कस्तो नराम्रो देखिने क्या। अहिले म देखिन्छु। ओके म छिटो छिटो दाह्री सारी फाल्छु अनि मार्केट जान्छु ल। टक्क लागेर नुहाइ धुइ गरेर चिटिक्क परेर दाह्री सारी फालेर आइ म त। भोक लागेर विपत्त बना छ क्यान्टिनमा खानु भनेको अझै दुब्लाउनु हो। त्यही भएर म त बाहिर खाने आज त बरु। ओहो हो देखो ओ हो वो 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 गया यार। कहिले काहीँ यस्तो नजाराहरू पनि पाइन्छ। त्यही हो क्यान्टिनमा खाने भनेको दुब्लाउनु हो। क्यान्टिनमा बनाउने भाइ भनेको अहिले भर्खर देखाएँ नि त मैले यही भाइ हो। यसैले बनाउँछ तर के गर्ने बनाएर के गर्ने भाइ मलाई मिठो हुनु पर्यो। मिठो नभएपछि के गर्ने हैन। आप ही के बारे में ही परिचय दे रहा हूँ भाइ। क्यान्टिनमा हैन यिनीहरूले यस्तो बनाउँछ खाना त्यो खाने अनि कसम के यार न उगा लागिन्छ न उदा लागिन्छ। मतलब मिडिल। म पहिला आएदेखि 1 महिनासम्म हैन 1 महिनासम्म यिनीहरूको खाना खाएँ दुब्लाएर विपत्ता भए हैन। अब अहिले पनि खाना भन्छु म त खान्न भाइ। आज त बाहिर गइन्छ मस्त खाइन्छ पराठा वराठा ल्याइन्छ दामी खाइन्छ और भाइ को भी देंगे पराठा वराठा लेके हैन भाइ। म आज एक्साइटेड छु किनकि आज पहिलोचोटि मार्केट जाँदैछु अनि त्यो पनि हातमा क्यामेरा लिएर बोल्दै है। अब त्यहाँको रिएक्सन त्यहाँको मान्छेहरूले मलाई के भन्छ कस्तो खालको बिहेभियर देखाउँछ मलाई केही आइडिया छैन। जस्ट आज चाहिँ बोल्ने हो दामी तरिकाले अनि जाने हो परोठा सरोठा खाने हो या घुमघाम गर्ने हो मजाले इन्जोय गरेर आउने हो। आजको दिन चाहिँ हाम्रो। मैले त भ्लगिङ स्टिक पनि लिएँ नि गाइज। अघि नि कुरा गर्दै थिएँ नि मैले भन्दै थिएँ भ्लगिङ स्टिक आउँदैछ फ्लिपकार्टबाट भनेर। आइसक्यो एकचोटि हेरौँ है त कस्तो छ। सो म भित्र लगेर ओपनिङ गर्छु बाहिर त फेरि नजर लागिदिन्छ के। यस्तो खालको छ यो चाहिँ धेरै महँगो हैन त्यही 300 रुपैयाँको हो। अनि 300 रुपैयाँमा चाहिँ एकदम पर्फेक्ट मिल्दो रहेछ। कहाँबाट खुल्ने ठाउँ छ हेरौँ है त। यो यस्तो छ यहाँ सिस्टम
के हो यो यस्तो लाइट है बोल्दा पनि बोल्दिनँ त त्यतिकै राखेर रहेछ भन्दा 300 रुपैयाँको कुन चाहिँ राम्रो मिल्छ र हौ यो चाहिँ पक्का फोन राख्ने होला यो पनि हुन्छ ट्याबलाई पनि हुन्छ कि यो बटन चाहिँ तल माथि पार्ने रहेछ ओ हो यो त लम्बा पनि रहेछ त बटन पनि रहेछ यहाँ अनि मैले चाहिँ यसमा उ देखिरहेर यस्तो फिचर दिएको यो कताबाट हो फिचर नि बटन छैन त्रिभुज आकारको ओ यस यस्तो अडाउने पनि रहेछ है ल 300 रुपैयाँमा चाहिँ एकदमै ठिकै खालको पाइयो भ्लगिङ स्टिक एकचोटि म यसमा फोन राख्छु अनि हेरमै कस्तो हुन्छ ओके बल्ल तल्ल ए ड्युटीलाई पनि अफ गरेर म त जान लागे कुछ खाना भोक लागेर कस्तो भयो बिहानदेखि नै नि बिहानदेखिको त कुरै छोडिदिनु हिजो राति 7 बजे भात खाएको थिएँ त्यसपछि अहिलेसम्म केही पनि खाएको छैन म हद्दु भएर हो के भात नखाएको क्यान्टिनमा कति नराम्रो हुन्छ अनि आफूले चाहिँ बनाउन भ्याएन अनि त्यही भएर चाहिँ अब परोठा खाएर आउँछु नेपाली दाइहरु हुनुहुन्छ के थाहा दिनुभएछ भने फेरिमा खाइदिन होला दिनु भएन भने केही भएन मलाई चाहिँ एउटै कुराको डर लागेछ के साथी त्यो कुरा चाहिँ कसरी फेस गर्ने होला मान्छेहरुसँग हैन अब बोल्दै हिँड्न त धेरै गाह्रो पर्छ नि त यार अहिले एक्लै हिँड्दाखेरि चाहिँ कसैले हेर्ने हो कि केही भन्ने हो कि भन्ने हुन्छ तर भिडमा गएपछि गाडीहरु ट्याटु बज्दाखेरि चाहिँ कसरी बोल्ने होला के भन्ने होला भन्छु के अनि के गाइज यहाँ मेन गेटमा चाहिँ मैले सुट गर्न पाउँदिन सो मैले त्यो क्रस गर्छु त्यसपछि भिडियो गर्छु ल फाइनली गेट त मेन गेट त क्रस गरे मैले कम्पनीको हैन तर समस्या चाहिँ मलाई एउटा चीजमा लाग्यो के त्यो समस्या के हो भन्दाखेरि अब मान्छेसँग बोल्ने कसरी हैन फेस कसरी गर्ने के अहिलेदेखि नै हात काम्दै छ मान्छेलाई देखे भने त म त पियुसी हुन्छु कि के हो यार इन्डियामा गाडी बाइकहरु के नै छ र यार देखाउने लायक है हेर्नु त मलाई इन्डिया राम्रो त लाग्छ तर त्यति धेरै राम्रो पनि लाग्दैन के हेर्नु त हाम्रो गाउँ घरमा के भन्छ रे खानी पानीको झरनाहरुका यस्तै नालाहरु बग्छन् भने चाहिँ यहाँ चाहिँ गोमुत बगरम सबै कुराको नालाहरु बग्छ के यहाँ चाहिँ यस्तो बास आउँछ मा कस्तो गनाइरहन्छ के हैन अब मलाई पहिलोचोटि यहाँ आउँदाखेरि यति नराम्रो लाग्थ्यो कहिले पनि नदेखेको मान्छे म यस्तो ठाउँमा आउँदाखेरि चाहिँ गनाउने क्या एकदमै लास्ट गनाइरहने अब के गर्ने यार अझ मान्छेहरु त सिधै के बाटोमा पिसाब गर्दिनी हैन त्यही टयलेट गर्दिनी गर्ने के मान्छे चाहिँ अनौठा छन् इन्डियामा पनि एउटा रियल कुरा भनौं हामी जस्तो बिगिनर वाला भ्लगरको लागि के यो कुरा चाहिँ इन्डिया और नेपाल ले धेरै चासो दिन्छ के साच्चै के फोनमा त दिदैनन् स्क्रल गरेर सर्काइदिन्छन् तर रियलमा भने चाहिँ सबैले चासो दिन्छन् हेरिरहन्छन् हैन को हो यो किन बोलिरहेछ भनेर जसले पनि जज गरिरहन्छ त्यसले गर्दाखेरि चाहिँ लाज लाग्ने डर लाग्ने बोल्न नसक्ने हुन्छ क्या अहिले मलाई पनि त्यस्तै भइथ्यो अघि नै चाहिँ अब चाहिँ त्यस्तो हुँदैन किनकि म प्रो हो नि त बिगिनर वाला प्रो हो के हैन लेजेन्ड वाला प्रो नै कि बिगिनर वाला प्रो भएपछि चाहिँ त्यस्तो डर भन्ने चीज लाग्दैन अनि गाइज म त आइसके नि हाम्रो नेपाली दाइ के मामा होटल भन्ने चाहिँ यता अगाडि पर्छ सो यहाँ जानुपर्छ परोठा चाहिँ दामी बनाउनुहुन्छ के उहाँहरूले हैन अब नेपालीको हात भनेपछि चाहिँ एकदम
राम्रो स्वादिष्ट भनेर बुझ्ने गर्छन् इन्डियामा। हो साँच्चीकै हो के, नेपालीले बनाएको खाना चाहिँ एकदमै राम्रो हुन्छ। त्यसैले भयो भने म त यत्रो घन्टासम्म भोकै बसिरहेको छु त्यही परोठा खानको लागि। गएर परोठा खानियो अनि हेरौँ कस्तो टेस्ट हुन्छ दाइको परोठाको। म कहाँ छु थाहा छ तपाईँहरूलाई? म भनेकै छैन है। म चाहिँ अहिले इन्डियाको हरियाणा रेवाडी भन्ने ठाउँमै छु। रेवाडी मालपुरामा छु, इन्डस्ट्रिज लाइनतिर काम गर्छु अनि त्यसैको सिलसिलामा भ्लगिङको पनि काम गर्छु। यो हो क्या खास मेन सोसाइटी भनेको चाहिँ अगाडि छ क्या। मामा घरतिर जाने चाहिँ यता अगाडिबाट हो। मामा होटेल पिजी लाइन गाडी लाइन खै के हो कि मलाई उहाँहरूले त चिन्नुहुन्न, तर नचिने जस्तो हिन्दीमा कुरा गर्छु है। म चाहिँ हिन्दीमा कुरा गर्छु। चलो भाई हम आ चुके हैं भाई, पराठा खाएंगे मजे से दबा दबा के। ये पराठा देना। फिर क्या है? रोटी है, सब्जी रोटी है। कितने की है? रोटी रोटी सिंपल रोटी 3 रुपए के, पराठा 4 रुपए के। 3 रुपए की एक और 4 रुपए की एक। 4 रुपए में क्या क्या सा रोटी मिलता है? बटर रोटी मिलेगी 4 रुपए की। 4 रुपए की बटर रोटी मिलेगी। मैंने तो बोला था कि भाई पराठा खाएंगे, लेकिन आज तो पराठा ही नहीं है यार। फिर दे दो। दाइहरूले चाहिँ नचिनेको भएर चाहिँ मलाई चिन्नु भएकै छैन कि यो नेपालको हो कि इन्डियाको हो कि भनेर चाहिँ कन्फ्युजमा हुनुहुन्छ। सो चिन्नुहुन्छ होला, हेरौँ न त। भैया 4 रोटी मेरे लिए, 4 रुपए वाली। हाँ सब्जी पनीर, मटर पनीर हाफ देना, ठीक है? 35 रुपए का। पहिल्यैसम्म चिने होइन क्या दाइले मलाई। हेर्दै जानु है, लास्टमा चाहिँ के भन्नुहुन्छ उहाँले चिन्नु भयो कि नै। अंडा करी है क्या ये? कितने का है? 50 के। 50 के 2। हाँ 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 हाँ, अंडा करी कर दो। ओके भाइ, अंडा करी खाने हो यार। अंडा करी खाने, म त अंडा करी अनि 4वटा रोटी पड्काउन सकिन्छ कि सकिन्न म त हैरान छु। इन्डिया र नेपालमा सबैभन्दा सस्तो चिज के छ थाहा छ? इन्डियामा र नेपालमा मलाई यहाँदेखि चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ सबैभन्दा सस्तो चिज भनेकै खाना हो कि। हाम्रो नेपालमा 200-300 रुपियाँ गोजीमा भयो भने चाहिँ पेट भर खाना पाइन्छ भने इन्डियामा चाहिँ 50 या 100 रुपियाँ भयो भने चाहिँ मजाले पेट भरिन्छ क्या खानालाई। इन्डिया चाहिँ बेस्ट छ है खानाको लागि, एकदमै राम्रो छ, सस्तो, एकदमै सस्तो हैन। यही रोटी अन्डा हुन्छ नेपालमा भने आई थिङ्क 100, 150, 200 सम्म त भनिहाल्छन् जसले पनि। तर भाइले कति टाइम लगाउनु रहेछ यार नेपालको भाइ बनेर, हो कि नचिनेर इन्डियाकै भाइ बनेर हो कि खै टाइम लगाइदिनु भयो। सो यस्तो छ है यतातिरको नजारा चाहिँ। यहाँ चाहिँ दैनिक होइन, आज त अलिकति भिड कम रहेछ, नत्र भने त यस्तो भिड लाग्छ। म अलि अस्ति आएको थिएँ कि आई थिङ्क 1-1.5 हप्ता पहिला आएको थिएँ, अनि त्यतिखेर चाहिँ लास्ट भिड लाग्ने क्या। यहाँ त खतरा भिड लाग्ने, पाली नपाएर म त फर्किनु लागेको थिएँ। फेरि नेपालीमा बोलेको त दिइहाल्नु भयो चाँडै। सोसाइटी चाहिँ यस्तो छ यहाँको, सोसाइटी नै भन्नु भएन, यस्तो खालको छ के टक्क लागेर। सो यो ठाउँमा चाहिँ तपाईँहरूको भाइ आज खाना खान आइरहेछ। यत्रो घन्टा भयो खाना नखाएको, सो त्यही भएर चाहिँ म आज यहाँ आएर खाना खान आइरहेछु। केटाहरू भन्दै नि मैले बाटोमा हिँडेपछि अचम्मका मान्छेहरू भेटिन्छन् कि जस्तो यस्तो। हाय ठीक हो भाई? बढ़िया हो भाई। यूट्यूब चैनल तो बता तेरा यार। एनएसपी ब्लॉगर
सब्सक्राइब करेगा क्या? सब्सक्राइब जब तक फोन दे यार एक सब्सक्राइब बढ़ गया गाइस। सारा सब्सक्राइब बढ़ा देंगे यहाँ पर और सब कर देंगे, सब छोटे-छोटे सब भाई को फोन छीन लेंगे, कोई दिक्कत नहीं है भाई, सबका फोन छीन ले। सौरभ फॉलो करो भाई को। सारा काम ये लो भाई, मैं बहुत बिगिनर हूँ, ठीक है। ओ यार तू तो बैंचोल पकड़ दे इसको फिर सेट, फिर सारी वीडियो देखेंगे आज भी पूरा देखेगा, ठीक है। हाँ मैं अपलोड करता हूँ सारा। कोई नहीं भाई, थैंक यू भाई, और तुम भी कर दे भाई। तुम्हारा फोन नहीं है क्या? केटाहरू राम्रो पाइन्छ हौ केटा, सब्सक्राइब बढी मलाई त एउटा हैन, अझै पनि कस्तो कस्तो सब्सक्राइब गर्छ नि हेरौँ है त। रोटी 1 2 3 4 5 5 रोटी अनि सलाद पनि छ बीचमा हैन, अनि यो अन्डा पनि छ। सो म त सुरु गर्दिएको ल। NSP ब्लॉगर सब्सक्राइब कर दो, आओ ना इधर आओ। तो हमारा खान पीन तो हो चुका है, अब जाते हैं भैया के पास पैसा पे करने के लिए। पैसा चाहिँ दिइसके हैन, त्यत्रो मेहनत गरेर दाइले चाहिँ कस्तो खालको रियाक्ट गर्नुहुन्छ नेपाली भाइ भनेको त केही पनि गर्न यार। आजको लागि चाहिँ यति मात्र। जस्तो भए पनि जे भए पनि यहाँसम्म हेरिदिनु भयो, तपाईहरुलाई धेरै धेरै धन्यवाद हैन। मलाई सपोर्ट गर्नु। म फेरि आउँछु नेक्स्ट भ्लगमा। थ्यांक यू सो मच, लभ यु अल गाइज।